गर्नुहोस्। के हो कार्यमूलक लेखा परीक्षण भन्नुहुन्छ भने यो हाम्रो कार्यक्रमको अथवा आयोजनाको वा विषयवस्तुको वा कारोबारको जेको पनि कार्यदक्षता, मितव्ययिता र प्रभावकारिताका आधारमा जाँच परीक्षण मूल्याङ्कन प्रतिवेदन तयार गर्ने कामै के हो त भन्दा कार्यमूलक लेखा परीक्षण हो। है त्यति लेख्नु पर्यो। त्यस पछाडि कार्यमूलक लेखा परीक्षणमा पछिल्लो समय यहाँ हेर्नु त मितव्ययिता, कार्यदक्षता, प्रभावकारिताका अलावा इक्विटी र इथिक्सलाई पनि के गरिएको छ राख्न सुरु गरिएको छ भन्ने गरेको यसो चुस्स एक लाइन लेखिदिनु पर्यो। अनि कार्यमूलक लेखा परीक्षण भनेको नवीनतम अवधारणा हो हैन। यो 1970 को दशकमा विकास भएको हो। लेखा परीक्षणको अन्तर्राष्ट्रिय सङ्गठनहरूले कार्यमूलक लेखा परीक्षणको अवधारणा ल्याए। 86 मा यो इन्टोसाईको 12औं सम्मेलनले यसलाई लेखा परीक्षणको आधारको रूपमा गर्न सुरु गर्यो। नेपालमा 2037 साल नेपालको संविधान 19 को तेस्रो संशोधनबाट सुरुवात भयो। 48 को संविधान, 43 को 47 है 47 को संविधान, 63 को संविधान र 72 को संविधानले 72 को संविधान नभनौँ नेपालको संविधान भनौँ यसलाई है। नेपालको संविधानले समेत निरन्तरता दिएको छ। 45 सालबाट छुट्टै प्रतिवेदन बनाइयो। 57 मा जारी गरेको कार्यमूलक लेखा परीक्षण मार्गदर्शन 69 मा परिमार्जन गरी कार्यान्वयनमा रहेको छ। अहिले पनि कार्यमूलक लेखा परीक्षण भइरहेको छ। 2 नम्बरको छ 4 वटा 5 वटा यसमध्येबाट। यो चाहिँ इन्फर्मेसनका लागि कार्यमूलक लेखा परीक्षणमा के हेर्छ मितव्ययिता, कार्यदक्षता र प्रभावकारिता हेरिन्छ हाम्रो। यो इन्फर्मेसन हो। सम्बन्धित कार्यक्रममा कम खर्च पनि हुन सक्थ्यो कि मितव्ययिता हैन। मितव्ययिता भनेको गुणस्तरलाई सम्झौता नगरिकन, कार्यदक्षता लागत र प्रतिफल बीचको सम्बन्धको अध्ययन गर्ने, प्रभावकारिता निर्दिष्ट कार्यक्रमले सूचक अनुसारको वास्तविक उपलब्धि दियो कि छैन, आर्थिक सामाजिक र वातावरणीय प्रभाव कस्तो छ भनेर हेर्ने यो भयो है त। तीनटा पक्षमा यसरी हेरिन्छ। यो लेख्न आवश्यक छैन। यहाँ चाहिँ तपाईहरुलाई इन्फर्मेसनका लागि मात्रै राखिदिएको हो। त्यसपछि कार्यमूलक लेखा परीक्षणको उद्देश्य महत्त्व भन्दाखेरि सबै सेम नै हो। एउटा दुईटा यसो हेर्नुभयो भने यही मितव्ययिता, कार्यदक्षता र प्रभावकारिताको एउटा दुईटा लेख्नुभयो भने त्यहाँ भित्रको यसो मिलाएर लेखिदिएदेखि पुगिहाल्छ। धारा लेख्नै पर्छ भन्ने चाहिँ होइन, तर लेख्नुभयो भने अति राम्रो। धारा लेख्नुभयो, कानुनको कुरा लेख्नुभयो भने अघि नै मैले सुरुमा देखाइरहेको थिएँ नि तर्कपूर्ण, तथ्यपूर्ण भनेर हामीले भनिरहेको थियौँ। त्यो तपाईँ सुरुमा आउनु भएन होला, त्यहाँ अहिले म फेरि सेयर गरेर देखाउँला है त। ल कार्यमूलक लेखा परीक्षणको उद्देश्य महत्त्व हेर्दाखेरि यसको चाहिँ स्रोत साधनमा कार्यदक्षता, मितव्ययिता, उद्देश्य प्राप्तिमा प्रभावकारिता हासिल भएन भएको हेर्नु हैन। सार्वजनिक क्षेत्रका पदाधिकारीले आफ्नो उत्तरदायित्व निष्ठापूर्वक पालना गरे नगरेको हेर्नु, जिम्मेवार पदाधिकारीले कार्य सम्पादन सम्बन्धी प्रतिवेदन विश्वसनीय पर्याप्त भएन भएको जाँच गर्नु, स्वीकृत योजना नीति मापदण्डको आधारमा कार्य सम्पादन भएन भएको, सङ्गठन कार्यक्रमको उपलब्धि किटान गर्ने आधार भएन भएको हैन, कार्यक्रमको उद्देश्य र निर्धारित समयभित्र प्रगति भएन भएको, कामको गुणस्तर र परिमाण मापदण्ड अनुरूप भएन भएको, खर्च गर्दा लागत र उपलब्धि विश्लेषण गरी लागतको तुलनामा अधिकतम प्रतिफल प्राप्त भएन भएको, यिनै विषयवस्तुहरू हुन्। विशेष गरी यसले हेर्ने भनेको मितव्ययिता हेर्छ, मितव्ययिता। त्यसपछि कार्यदक्षता भनेको लागत प्रतिफलको अध्ययन हैन, लागत प्रतिफलको अध्ययन हेर्ने भयो। प्रभावकारिता भनेको त्यसको आर्थिक, सामाजिक र वातावरणीय प्रभावलाई पनि मूल्याङ्कन गर्ने भयो है त। त्यस्तै कुनै काम अनावश्यक रूपमा दोहोरो हुने गरी गराएको वा गर्नुपर्ने काम छुटाएको छ कि छैन, कार्यालयको सेवा प्रवाह तोकिएको समय र गुणस्तरमा भएन भएको, अन्तर्निकाय, आन्तरिक र अन्तर्निकाय समन्वयको प्रभावकारी संयन्त्र निर्माण गरे नगरेको, आन्तरिक नियन्त्रण प्रणाली विश्वसनीय र पर्याप्त भएन भएको र सरकारी सम्पत्तिको उचित संरक्षण गरी सदुपयोग गरे नगरेको यस्तो विषयहरू कार्यमूलक लेखा परीक्षणको उद्देश्यभित्र पर्दछन्। अब क्वेसनमा यसो हेरिदिनु भयो भने कार्यमूलक लेखा परीक्षणको महत्त्व किन रहेको छ उल्लेख गर्नुहोस्। महत्त्व भने पनि यही, उद्देश्य भने पनि यही नै हो है त। यहाँ महत्त्व सोधेकोले महत्त्व मात्रै राखिदिनु। 3 नम्बरको लागि 6 वटा 7 वटा लेखिदिएदेखि हुन्छ। त्यति कन्टेन्ट चाहिँ लेख्नु पर्यो यसमा। अर्को क्वेसन 14 नम्बरको धरौटी राख्नुपर्ने अवस्था उल्लेख गर्दै धरौटीमा प्रयोग हुने मलेपो फारमहरू उल्लेख गर्नुहोस्। 3 नम्बरको अवस्था सोध्यो। त्यसपछि धरौटीमा प्रयोग हुने मलेपो फारमहरू 601 देखि 608 सम्म 2 नम्बरमा सोध्यो। भनिसकेपछि अब के गर्नु पर्यो, मलेपो फारमको चर्चा गर्नतिर लाग्ने होइन, मलेपो फारमको नाम मात्रै लेख्ने, धरौटी राख्नुपर्ने अवस्थालाई उल्लेख गरिदिने। धरौटी भनेको के, पहिलो नम्बरमा कुनै काम टुङ्गो नलागेसम्म राखिएको सुरक्षण जमानत वा सो बापतको बिड बन्ड वा पर्फर्मेन्स बन्डलाई नै हामी धरौटी भन्छौँ होइन। धरौटी राख्नुपर्ने कारणहरू अथवा अवस्थाहरू यस प्रकार रहेका छन्। यी 5-7 वटा अग्रिम रूपमा राजस्व बुझाउन एउटा,
होइन? बुझाउने कति निर्णय नहुँदै, होइन, कति बुझाउने भन्ने निर्णय नहुँदै अग्रिम रूपमा बुझाउन, बोलपत्रमा वा लिलाममा भाग लिनका लागि तोकिएको रकम दाखिला गर्न, होइन? बिडिङमा पनि भयो, लिलाम बिक्रीमा पनि भयो, होइन? कुनै काम गर्नु अगावि कुनै रकम अग्रिम धरोटी राख्नुपर्ने भनी शर्त भएमा त्यस्तो शर्त पुरा गर्न, नेपाल सरकार अदालत वा कुनै कार्यालयले मागेको धरोटी जमानत बुझाउन, भन्सार कर सम्बन्धी कार्यालयमा निकासी पैठारी कामको सिलसिलामा र अग्रिम कर वा विवादित कर रकम बुझाउन, अदालत न्यायिक अर्धन्यायिक निकायहरू भए यिनीहरूको मुद्दा मामिलाको सम्बन्धमा आवश्यक रकम जमानत गर्न र कुनै कारणबाट धरोटी राख्नुपर्ने भएमा त्यस्तो रकम राख्नको लागि के गरिन्छ त भन्दा धरोटी राखिन्छ, है त? यी नै हुन् मलेप फार्महरू सर, र यो तपाईँहरूले पढेकै कुराहरू छ, मैले भनिराखिनँ। 601 देखि 608 सरसरी लेखिदिने, है त? यति लेखिदिएदेखि पुगिहाल्छ। त्यही त, क्वेसन अलिक टफ हुनसक्छ, तर यी सबै महत्त्वपूर्ण प्रश्नहरू छन्, होइन? क्वेसन अलिक टफ हुनसक्छ, तपाईँहरूले टाइम म्यानेज नहुन सक्छ यस्तो क्वेसनमा, है? टाइम म्यानेज नहुन सक्छ, यति गाह्रो पनि क्वेसन आउँदैन, कति सजिला क्वेसनहरू आउँछन्, तर लङ क्वेसन चाहिँ के छन् त भन्दा महत्त्वपूर्ण क्वेसन छन्। सर्ट क्वेसन पनि यो कहिलेकाहीँ के भनेर सोध्छ, धरोटी राख्नुपर्ने अवस्था मात्रै उल्लेख गर्नुहोस् भनेर 5 नम्बरमा सोधिदिन सक्छ कि। यहाँ चाहिँ मैले किन जोडेको भन्नुहुन्छ भने धरोटीको मलेप फार्म पनि होस्, धरोटी राख्ने अवस्था पनि तपाईँहरूलाई जानकारी होस् भनेर इन्फर्मेसन दिनको लागि मात्रै जोडेको हो। ल अब 15 नम्बरको क्वेसनमा अभिलेख व्यवस्थापन चक्र उल्लेख गर्नुहोस्, होइन? अभिलेख व्यवस्थापन चक्र उल्लेख गर्नुहोस्। त्यस्तै सूचना सञ्चार प्रविधिले अभिलेख व्यवस्थापन चक्रलाई प्रभावकारी बनाउनमा पुर्याएको योगदान उल्लेख गर्नुहोस्। त्यही त, टाइम म्यानेज नहुन सक्छ कि, मैले अगाडि नै भनिरहेको थिएँ, आजको क्वेसनमा, हिजोको क्वेसनमा यो टाइम म्यानेज नहुन सक्छ, लेख्दै जाँदाखेरि कन्फ्युजन हुन्छ, कन्टेन्टै पनि तपाईँहरूलाई नआउन सक्छ, पढेकै साथीहरूलाई पनि। यो इक्जामको 10 दिन अगाडि किन यस्तो गरेको त भन्नुहुन्छ भने अब यति पढेपछि यसलाई हेर्नुभयो भने यस्तै प्रकृतिको क्वेसन आयो भने मिलाएर लेख्न सक्नुहुन्छ। अब सङ्घीयताको क्वेसन आउँदा यसो, होइन, क्वेसन आइहाल्यो यति भने त्यसलाई मिलाएर लेख्न सक्नुहुन्छ। दिगो विकास, महत्त्वपूर्ण टपिकहरू छन् आजको। सङ्घीयता छ, दिगो विकास छ, त्यस समावेशीकरणको पनि विषयलाई उल्लेख गरिरहेछौँ, जलवायु परिवर्तन छ, त्यो पनि महत्त्वपूर्ण छ, होइन? सबै अनि डेटा राखिरहेछौँ त्यति धेरै, सबै महत्त्वपूर्ण छन् है आजको। हेर्नु होला हजुरहरूले। ल अब यो अभिलेख व्यवस्थापनको चक्र भन्ने बित्तिकै कार्ड भन्छौँ हामी, क्रिएसन, एडमिनिस्ट्रेसन, रिटेन्सन एन्ड डिस्पोजल भन्छौँ हामीले। यही नै हो कार्ड। हेर्नु त यहाँनिर यो चित्र हेरे पुगिहाल्यो, अभिलेख व्यवस्थापन चक्र, यसैलाई लेखिदिने सर। र त्यस पछाडि सूचना प्रविधिले चाहिँ अभिलेख व्यवस्थापनमा, सूचना सञ्चार प्रविधिले अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन पुर्याएको योगदान। पहिलो नम्बरमा यदि सूचना सञ्चार प्रविधिको अभिलेख व्यवस्थापनमा प्रयोग भयो भने सिर्जनामा के हुन्छ, फाइल फोल्डर बन्छ, टिप्पणी प्रतिवेदनहरू सबै अनलाइनबाट के हुन्छन्, स्टार्टिङ हुन्छन्। त्यसले गर्दा के हुन्छ, व्यवस्थित रूपमा अभिलेख हुन्छ सिर्जना। उपयोगमा उपयोगमा के हुन्छ, स्थान, लागत र समयको पनि बचत हुन्छ, खोजेको विवरण तुरुन्त प्राप्त गर्न सकिन्छ, यिनीहरूको सेग्रिगेसन, होइन, सेग्रिगेसनको लागि पनि सजिलो हुन्छ, र प्रतिवेदन निर्माण कार्यमा पनि इन्टिग्रेसन हुन्छ, एकरूपता कायम हुन्छ। स्थगनमा अभिलेखहरू सड्न र नोक्सान हुन नहुने, जस्तो भौतिक रूपमा राख्दाखेरि जस्तो हुन्थ्यो त्यस्तो हुँदैन, होइन? अभिलेख वर्गीकरण कार्य सहज हुने र विनाशमा अनावश्यक तथ्याङ्कहरू धुल्याउन सहयोग हुने, टाइम, कस्ट, स्पेस, प्रोसेस आदिको दृष्टिले सहजता हुन्छ, होइन? कति त अब हामीले ल सूचना प्रविधिको प्रयोग गरेर राखेको छौँ भनेदेखि इम्टी गरिदिन पनि त सक्छौँ नि, रिसाइकल बिनबाट पनि इम्टी गरिदिन सक्छौँ, त्यसरी धुल्याइदिन सक्छौँ, नचाहिने कुराहरू छन् भनेदेखि, अथवा ट्रास गरिदिन सक्छौँ, होइन? त्यो छ। निष्कर्ष, अत अभिलेख व्यवस्थापन कार्यलाई सूचना प्रविधिमा आधारित बनाउँदै संस्थागत स्मरण कायम गर्नु पर्दछ भन्ने गरीको लेख्यौँ, है त? 16 नम्बर, नेपालमा बजेट कार्यान्वयन प्रक्रियामा देखिएका समस्याहरू उल्लेख गर्नुहोस्। त्यहाँ बजेट कार्यान्वयन प्रक्रिया भनेको छ, तर्जुमा पनि भनेको छैन, बजेट प्रक्रिया पनि भनेको छैन। कार्यान्वयन प्रक्रिया भन्ने बित्तिकै निकासाबाट अनुगमन मूल्याङ्कन पृष्ठपोषणसम्म देखिएका समस्याहरू भनेर हामीले लेखिदिनु पर्यो, है त? कार्यान्वयन मात्रै भइरहेछ, तर्जुमाको लेखेर आउन मिलेन। क्लाइमेट चेन्ज र इन्भाइरोमेन्टल पोल्युसनको बोथको इफेक्ट एउटै हो भन्नुको फरक हो।
ल त्यस पछाडि हेर्नु त अब नेपालमा बजेट कार्यान्वयन प्रक्रियामा देखिएका समस्याहरू भन्ने। त्यस पछाडि बजेटको विनियोजनमा कुशलता र कार्यान्वयनमा दक्षता बढाई वित्तीय प्रतिफल निर्माण गर्ने सम्मको कार्यलाई बजेट कार्यान्वयन भनिन्छ। नेपालमा बजेट कार्यान्वयन प्रक्रियामा देखिएका समस्याहरू यस प्रकार रहेका छन् भन्यो। निकासामा सिस्टम सफ्टवेयर बिचमा टेक्निकल इन्टिग्रेसन छैन, जसले गर्दा कार्यान्वयनमा दक्षता बढाउन सकिएको छैन। निकासा होइन, निकासामा जाँदाखेरि के छ, कार्यान्वयन गर्ने निकायले कति बजेट निकासा भयो भन्ने कुरामा त्यसको जानकारी लिनुपर्दछ भन्ने कुरा गर्यो। स्वीकृत बजेट र कार्यक्रमको कार्यान्वयनमा खरिदको 2-3 वटा राखिदिने, त्यस पछाडि रकमान्तर, स्रोतान्तर र वित्तीय हस्तान्तरणलाई उल्लेख गरिदिने। खरिदको वार्षिक खरिद योजना र गुरु योजनाको अवधारणा र अभ्यासको कार्यान्वयन प्रभावकारी नहुनु, कार्यक्रम कार्यान्वयन गर्ने निकायको अर्गनाइजेसन क्यापेसिटी र कम्पिटेन्सी कमजोर रहनु, प्रतिस्पर्धालाई सीमित हुने गरी टुक्रा टुक्रा गरी खरिद गर्नु, बोलपत्र प्रकाशन गर्न पूर्व नै सम्पन्न गर्नुपर्ने कामहरूमा सम्पन्न नहुनु, जसले गर्दा आयोजनाको टाइम कस्ट उच्च, क्वालिटी क्वान्टिटी कम हुनु, रकमान्तर र स्रोतान्तर औचित्यपूर्ण बन्न नसक्नु, वित्तीय हस्तान्तरणलाई सन्तुलित र पारदर्शी बनाउन नसक्नु। होइन, अनुगमन र मूल्याङ्कनमा नतिजामा आधारित अनुगमन मूल्याङ्कन भन्छौँ हामीले। बजेट र कार्यक्रमको अनुगमन र मूल्याङ्कनलाई नतिजामूलक बनाउन नसक्नु, होइन, मोनिटरिङ एन्ड इभ्यालुएसनमा आइसिटीको उपयोग गर्न नसक्नु। त्यस्तै अनुगमन र मूल्याङ्कन गर्ने संयन्त्रहरू एन्ड्याक एमट्याकहरूको क्रियाशीलता पनि कमजोर देखिएको भनेर हामीले भनिदिउँ है त। तहगत सरकारले आवधिक योजना एमटिए बजेट बिचमा सन्तुलन कायम गरी बजेटको कार्यान्वयनमा दक्षता बढाउनु पर्दछ। योजना र बजेट मात्रै भन्दै पनि पुग्छ है त। योजना र बजेट बिचमा सन्तुलन कायम गराए भनेको एमटिएफ निर्माण गरेर कार्यान्वयनमा दक्षता बढाउनु पर्दछ। अब लास्ट क्वेसन छ, सार्वजनिक सेवा प्रवाहमा हेर्नु त 17 नम्बरको क्वेसन। न्यू ट्रेन्ड अफ पब्लिक सर्भिस डेलिभरी। होइन, नेपालमा सार्वजनिक सेवा प्रवाहमा देखिएका समस्या न्यूनीकरण गर्न सङ्घ, प्रदेश र स्थानीय तहका सरकारले ध्यान दिनुपर्ने पक्षहरू उल्लेख गर्नुहोस्। उल्लेख गर्नुहोस्। अब सार्वजनिक सेवाका नवीनतम प्रवृत्तिहरू भनेपछि हाम्रो सार्वजनिक सेवाको सुधारका लागि, विकासका लागि, परिवर्तनका लागि, रूपान्तरणका लागि के कस्ता चाहिँ प्रविधिहरू, होइन, प्रविधिहरूको आन्तरिकरण भइरहेछ वा विधिहरूको प्रयोग भइरहेछ भन्ने कुरा नि सार्वजनिक सेवा प्रवाहका नवीनतम प्रवृत्तिहरू हुन्। होइन, अब हाम्रोमा के छ, पहिलो नम्बरमा सार्वजनिक सेवा प्रवाहको परिचय दिने, सार्वजनिक सेवाको विभिन्न माध्यम र तरिका प्रयोग गरी प्रबन्ध, वितरण, हस्तान्तरण र नियमन गर्ने प्रक्रियालाई सार्वजनिक सेवा प्रवाह भनिन्छ। सार्वजनिक सेवा प्रवाहका नवीनतम प्रवृत्तिहरू यस प्रकार रहेका छन् भनेर हामीले भनिदिन्छौँ। नागरिक बडापत्रको प्रयोग भएको छ, त्यो पनि अडियो र भिजुअल सहितको हो। एनपिजीको मोडल अनुरूप के भएको छ त भन्दाखेरि एनपिजीको मोडल अनुरूप को प्रोडक्सन, को गभर्नेन्स, को म्यानेजमेन्ट भन्नुको अर्थ उत्पादन, शासन र व्यवस्थापन हुँदै आएको छ त्यो सेवा व्यवस्थापनमा। डिजिटल शासन भन्छौँ, एआई, ब्लकचेन, बिग डेटाको प्रयोग हुँदै गरी सेवा प्रवाह सुरुवात भएको छ। होइन, स्मार्ट गभर्नेन्स पनि भन्छौँ हामी त्यसलाई है। अर्को एकीकृत डिजिटल प्लेटफर्मको प्रयोगमा जोड दिएको छ। होइन, त्यस्तै नागरिक सहभागितामा यो प्रत्यक्ष बजेट र नीति निर्माणमा नागरिक सहभागिता छ। उदाहरण न्यू ट्रेन्ड भनिरहेछ नेपालको भनेर त्यहाँ सोधेको छैन, माथि हेर्नु त क्वेसन। सार्वजनिक सेवा प्रवाहका नवीनतम प्रवृत्ति प्रस्तुत गर्नुहोस् भनेपछि वर्ल्ड वाइड पनि जान पाइयो यस्तो क्वेसनमा। तर नेपालमा सार्वजनिक सेवाका नवीनतम प्रवृत्तिहरू भन्नु भने नेपालको मात्रै लेख्नु पर्यो। यसमा के भन्यौँ हामीले, जस्तो पार्टिसिपेटरी बजेटिङ, यो दक्षिण कोरियाको डेमोक्रेसी सोल भन्छौँ हामी। यो दक्षिण कोरियातिर के छ त भन्दा नीति निर्माणमा नागरिकको प्रत्यक्ष संलग्नतामा जोड दिएको छ। होइन, मोबाइल शासन भन्छौँ, होइन, केन्याको एम-पेसा भन्ने छ। होइन, मोबाइल एप मार्फत सेवा वितरण छ। होइन, नागरिक एप नेपालको उदाहरण दिन सक्छौँ हामीले। स्वचालित सार्वजनिक सेवा प्रवाहमा पनि जोड दिएको छ पछिल्लो समय। त्यो भन्नुको अर्थ हाम्रो साउदी अरेबियाको यो सोफिया एआई रोबोट भन्छौँ हामी। होइन, त्यस्तै एआई प्रयोग गरेर चीनले के गर्यो, यो ट्राफिक व्यवस्थापनको उसले चाहिँ एआईको प्रयोग गरेर सिटी ब्रेन भनेर राखेको छ। त्यहाँ युट्युबमा यसो गरेर खोज्नु भने देखिहाल्छ। सार्वजनिक साझेदारी मार्फत नेपालले के गरेको छ, कार्यक्रमहरू सञ्चालन गरेको छ। टोकन सिस्टम, इलेक्ट्रोनिक फन्ड ट्रान्सफर, अनलाइन सर्भिस, स्ट्रिट सर्भिस, वान डोर सर्भिस, यी सबै हाम्रा नवीनतम प्रवृत्तिको रूपमा रहेका छन् है त। अब
सार्वजनिक सेवा प्रवाहमा देखिएका समस्या न्यूनीकरण गर्न सङ्घीय, प्रादेशिक र स्थानीय तहले ध्यान दिनुपर्ने कुराहरू। पहिलो नम्बरमा समस्या लेखिदिने 2-4 वटा। सेवा व्यवस्थापन सम्बन्धी प्रमाणमा आधारित नीतिको कमी छ। रेस्पोन्सिबिलिटी अकाउन्टेबिलिटी टु को प्रति भन्ने कुरा निश्चय छैन। रेस्पोन्सिबिलिटी अकाउन्टेबिलिटी टु हुम एन्ड वाइ भन्ने कुरा उल्लेख छैन। नेसनल इन्टिग्रिटी पोलिसी नहुँदा आचरण र अनुशासन कमजोर छ। इनोभेसन र क्रिएटिभिटीमा जोड दिन सकिएको छैन। प्रोफेसनलिजमको कमी छ। बिचौलियाको बिगिरहेको छ। यातायातदेखि मालपोतसम्म कतै पनि छोडेको छैन। यो सबै सर्भिस डेलिभरी इफेक्टिभ बन्न सकेको छैन। नागरिकको संलग्नतामा सेवाको व्यवस्थापन गर्न सकिएको छैन। त्यसलाई पनि राख्न सक्नुहुन्छ है त। अब सङ्घले के गर्ने? 2टा जति सेवा प्रवाह सम्बन्धी नीतिगत मार्गदर्शन गर्ने, आफ्नो अधिकार अनुसूचीको सम्बन्धमा कानुन बनाई कार्यान्वयन गर्ने होइन। प्रदेशले सेवा वितरणमा सङ्घ र स्थानीय तहसँग समन्वय गर्ने, स्थानीयले सेवाको वितरणलाई प्रभावकारी बनाउने होइन। त्यस्तै सेवाको प्रबन्ध र वितरणमा सबै तहका नागरिकहरूको सहभागितामा जोड दिने स्थानीय तहले। तिनै तहले के गर्ने? तिनै तहको पनि लेखिदिने यसरी। सेवाको कोर फङ्सन र नन कोर फङ्सन छुट्याएर स्टेट एन्ड नन स्टेट एक्टरबाट प्रदान गर्ने सेवाको वर्गीकरण गर्ने होइन। कोर फङ्सनलाई स्टेट एक्टरबाट प्रदान गर्ने, नन कोर फङ्सन चाहिँ नन स्टेट एक्टरबाट के गर्ने? प्रदान गर्ने। साझा अधिकार सम्बन्धमा चाहिँ समन्वय कायम गर्ने। एउटा तहले कानुन निर्माण गर्दै गर्दा, मातहतको तहले कानुन निर्माण गर्दै गर्दा माथिल्ला तहहरूलाई के गर्नु भएन? माथिल्ला तहहरूले निर्माण गरेको कानुनसँग बाजिनु भएन। विद्युतीय संयन्त्रको माध्यमबाट सेवाको वितरणमा जोड दिने, नागरिकको है सेवाको भनौँ न डिजाइन टु डेलिभरीसम्म नागरिक सहभागितामा जोड दिने भनेर यसरी भनिदिनु होला है। अनि नागरिकबाट सार्वजनिक कार्यको मूल्याङ्कन, पब्लिक हियरिङ, सोसल अडिट आदिमा जोड दिने भन्यौँ हामीले। अनि निष्कर्ष, विद्युतीय माध्यम एवं नवीन प्रविधिको उच्चतम प्रयोग गरी सार्वजनिक संस्थाहरूमा कायम रहेको कार्य संस्कृतिमा सुधार गरी सेवाको गुणस्तर अभिवृद्धिमा जोड दिनुपर्दछ अथवा कार्य सम्पादनमा सुधार गर्नुपर्दछ भन्ने गरीको उत्तर लेख्नु होला है।